ल साथीहरु आज म चिकन करी कसरी बनाउने भन्ने कुरा म बनाएर देखाउँदैछु तपाईहरुलाई पनि एउटा सानो भिडियोको लागि है जानकारीमूलक भिडियो र सानो तपाईहरु पनि यसै गरेर तपाईहरुले पनि बनाएर खान सक्नुहुनेछ। त्यसको लागि मैले आज चाहिँ चुलामा कराई बसालेर पनि तेल हालिसकेको छु। लगभग तेल गरम भइसकेको छ है। गरम भइसकेको छ। यसमा अब खडा मसलाहरु म हाल्दैछु। दालचिनी को बकरा हो यो स्टार हो 3-4 वटा ल्वाङ अनि एउटा तेजपत्ता यसलाई हालेको छु। यसलाई हालिसकेपछि अब यसलाई हालिदिनु पर्ने हुन्छ हल्का है। राम्रोसँग यो पकिसकेपछि आज म सिधै चिकन एड गर्न गइरहेको छु। चिकन एड गरिसके है साथीहरु तपाईहरुले पनि यसो गरेर बनाएर खान सक्नुहुन्छ। त्यसै गरेर चराएर राम्रोसँग पकाएर खान सक्नुहुन्छ तपाईहरुले पनि। पकाउन त हरेक मान्छेको अलग अलग तरिका हुन्छ पकाउने तरिकाहरु। मैले चाहिँ अहिले सुरुमा चिकनै हालेको छु। चिकन हालेर यसलाई राम्रोसँग भुट्नु पर्ने हुन्छ। राम्रोसँग भुटिसकेपछि त्यसपछि बल्ल टेस्ट अलगै आउँछ के। प्याज हालेर भुटेको अलगै हुन्छ अनि यो प्याज नहालिकन भुटेको अलगै हुन्छ। त्यसैले मलाई 1 चमच जति बेसार एड गरेको छु। यसलाई राम्रो बेसार हालेर नि राम्रोसँग चलाउनु होला। राम्रोसँग चलाउनु पर्ने हुन्छ। म आज रेस्टुरेन्ट स्टाइल, ढाबा स्टाइल, होटल स्टाइल हरेक किसिमको स्टाइलको मैले चिकन करी बनाउन गइरहेको छु। तपाईहरुलाई पनि यसरी नै बनाएर खानु होला भन्ने एउटा सुझाव दिन चाहन्छु है। हरेकको मान्छेको बनाउने तरिका अलग अलग हुन्छ। त्यसो पनि म एकदम यहाँ चिकन राम्रोसँग भुटिसकेपछि त्यसपछि बल्ल अरु एड गर्नुपर्ने हुन्छ है। त्यसमा अब हरियो खोर्सानी मैले 3-4 वटा काटेर राखेको थिएँ। यो पनि एड गर्दैछु है। एड गरेर मिक्स गर्नुपर्ने हुन्छ। लगभग यहाँ थोरै हल्का हिसाबले चलाउनु पर्ने हुन्छ है साथीहरु। एकदम मिडियम यसमा आगोमा राम्रोसँग चलाउनु होला। त्यसरी नै चलाइराख्नु होला। डढ्न दिनु भएन राम्रोसँग। त्यसमा तपाईले यदि डढ्न तल कराईमा लाग्न सुरु भयो भने थोरै पानी पनि एड गर्न सक्नुहुन्छ। पानी हाल्दै पकाउँदै पानी हाल्दै हल्का हल्का मैले यहाँ थोरै पानी छिर्केको छु। अब एकदम यहाँ चरामा लाग्न लाग्यो के। त्यसैले यहाँ एकदम राम्रोसँग चरामा लाग्न दिनु हुँदैन। त्यसको लागि थोरै थोरै पानी पनि एड गर्न सक्नुहुन्छ तपाईहरुले है। आज म अलग्गै हिसाबले चिकन करी बनाउँदैछु। तपाईहरुले पनि यही तरिकाले बनाएर खान सक्नुहुन्छ तर होटल स्टाइल है। चिकनको खार जान्छ पहिला सुरु तेलमा खरिसकेपछि चिकन हाल्यो भने यो चिकनको त्यो ब्याड स्मेलहरु यो सबै जान्छ। त्यसैले म सुरुमै गरेको छु चिकनलाई एड गरेको छु है। राम्रोसँग भुटिसकेपछि यसलाई राम्रोसँग भुट्नुपर्ने हुन्छ। अब मैले लसुन, अदुवा, जिरा, हरियो खुर्सानीको पेस्ट बनाएर राखेको थिएँ। यो चाहिँ म एड गर्न गइरहेको छु है। यसलाई पनि हालिसकेपछि राम्रोसँग यसलाई पनि मिक्स गर्नुपर्ने हुन्छ साथीहरु। राम्रोसँग मिक्स गर्नु होला है। यो हालिसकेपछि मासुको वासना अलगै आउँछ है।
हरियो खोर्सानी लसुन लसुन अदुवा त्यो पेस्टले मासुको बास्ना अलग्गै आइहाल्छ है। तपाईँहरूले पनि यसरी नै बनाएर हाल्न सक्नुहुन्छ। मैले यसमा थोरै पानी एड गरेको छु, लाग्न सुरु गरेँ, त्यसैले म थोरै पानी एड गरेको छु है। तल कराईमा लाग्न दिनु भएन कि जल्ने सम्भावना हुन्छ मासुहरू, त्यसैले म तपाईँहरूले नि यसै यो तरिकाले पकाएर खानुभयो भने एकदम चिकन टेस्टी बनाउन सक्नुहुनेछ है। राम्रोसँग पाकिरहेको छ है, देख्न सक्नुहुन्छ। अब म यसमा प्याज एड गर्न गइरहेको छु। प्याज पनि मैले स्लाइड काटेको थिएँ, यस्तो स्यालो काटेको छ है। काटेर यसलाई पनि राम्रोसँग मिक्स गर्नुपर्ने हुन्छ। त्यसरी नै राम्रोसँग नआत्तिकन है मिक्स गर्नु होला साथीहरू। अब प्याजको पनि बास्ना अलग्गै आउँछ, हेर्नुहोस्। र पनि 1-2 मिनट जति राम्रोसँग भुट्नु होला, राम्रोसँग भुट्नु होला। भुटिसकेपछि एक नम्बर टेस्टी हुन्छ। तपाईँहरूले यसै गरेर बनाएर खान सक्नुहुन्छ साथीहरू। तपाईँहरूलाई मैले एउटा सानो हल्का यहाँ पानी हल्का हालेको छ है मैले। कराईमा जल्न लाग्यो कि तलपट्टि जल्न लाग्यो, यसलाई नै राम्रोसँग पकाउनु होला है। थोरै पानी हल्ली हल्ली भुट्नुपर्छ, राम्रोसँग भुटेपछि चिकनको टेस्ट अलग्गै आउँछ है। तपाईँहरूले नि यसै गरेर बनाएर खान सक्नुहुन्छ। त्यसको लागि म पुरै तयारी गरेको छु है। त्यसको लागि तपाईँहरूले नि यसै गरेर पहिला तयारी गर्नु होला, त्यसपछि बल्ल पकाउन सुरु गर्नु होला। के सामान चाहिन्छ, कति चाहिन्छ, के हो, कसरी बनाउने भन्ने कुराहरू तपाईँले नि एकदम यसमा म अब नुन एड गर्न गइरहेको छु। 1 चम्मच नुन हालेँ। 1 चम्मच नुन हालिसकेपछि यसलाई तपाईँहरूले स्वाद अनुसार हाल्न सक्नुहुन्छ। तपाईँहरूको आफ्नो आफ्नो स्वाद अनुसार हाल्नु होला साथीहरू है। यस्तै राम्रोसँग यहाँ भुटिँदैछ चिकन, हेर्नुहोस्, देख्न सक्नुहुन्छ। राम्रोसँग भुटिसकेपछि एकदम टेस्टी हुन्छ कि, त्यसैले राम्रोसँग हल्का रूपमा। अब म एड गर्न गइरहेको छु मसलाहरू। यहाँ जिराको झोल है, देख्न सक्नुहुन्छ। अनि यहाँ गरम मसला, रेड चिल्ली, काश्मिरी रेड चिल्ली पाउडर है। यो हालिसकेपछि यसलाई पनि राम्रोसँग मिक्स गर्नुपर्ने हुन्छ साथीहरू। राम्रोसँग मिक्स गर्नु होला है। यसको फ्लेभर अलग्गै आउँछ क्या साथीहरू। मसलाहरू है राम्रोसँग पाक्नुपर्ने हुन्छ। हरेक चिज राम्रोसँग पाकिसकेपछि मात्रै बल्ल चिकन ग्रेभी एकदम टेस्टी हुने हुन्छ। यसै अनुसार फेरि मैले 2टा टमाटरको प्युरी बनाएको थिएँ, देख्न सक्नुहुन्छ। यसलाई पनि एड गर्न गइरहेको छु। एड गरेर राम्रोसँग चलाउनु होला। मिक्स गरिसकेपछि यसले ग्रेभीको कलरै चेन्ज हुन्छ है। एकदम राम्रोसँग चलाएर मिक्स गरेर एकदम राम्रोसँग 3-4 मिनट यो टमाटरहरू पाक्नु लाग्छ। त्यसको लागि मैले नुन हालिसकेको छु है। तपाईँको स्वाद अनुसार हाल्नु होला। यसलाई एकछिन पाक्न दिनुपर्ने हुन्छ मिडियम आँचमा है। राम्रोसँग पकाउनु होला, नआत्तिकन। अब चिकनमा उबाल आएको छ, यसको लागि अब म कम्तीमा 20 मिनट पकाउनु पर्ने हुन्छ। त्यसैले म अब यहाँ ढक्कन लगाएर चट्ट ढकेर यसलाई छोड्दै गर्छु है। 15-20 मिनटपछि मात्रै यसको ढक्कन मैले निकाल्ने गर्छु। अब 15-20 मिनट भइसकेको छ। अब म यहाँ ढक्कन निकाल्न जाँदैछु। ढक्कन निकालेर यसले देख्नुहुन्छ एकदम राम्रोसँग पाकेको छ।
अब म यसमा दुई सानो कपको 2 कप जति म यसमा दही एड गर्न गइरहेको छु। दही 2 कप 1 कप लगाएको छु। यसलाई पनि राम्रोसँग पकाउनु पर्ने हुन्छ, फाट्न दिनु हुँदैन है। एकदम राम्रोसँग हालिसकेपछि यसले खट्टो है अमिलो गराउँछ यसले। त्यसको लागि टेस्टीको लागि मैले यसलाई यसमा दही ल्याएको छु। एकदम अब यसमा टेस्ट एकदम भरिपूर्ण हुन्छ। अब तपाईँहरूले एड गर्न सक्नुहुन्छ। तपाईँहरू टेस्ट कसरी खानुहुन्छ, मैले अलिक बढी नै खानु त्यही भएर यसको सट्टा तपाईँले कागती पनि युज गर्न सक्नुहुन्छ। तपाईँसँग छ भने कागती पनि युज गर्न सक्नुहुन्छ, यदि छैन भने दही पनि भए पनि हुन्छ। यसो लगभग पाकिसकेको छ। अब चाहिँ म यहाँ अब चिकन मसला एड गर्न गइरहेको छु है। मैले 1 चमच सानो चमच 1 चमच ल्याएको छु। यसलाई पनि मिक्स गरेर राम्रोसँग गरेर कम्तीमा पनि यसलाई 2-3 मिनट जति यसलाई चिकन मसलालाई पाक्न दिनुपर्ने हुन्छ साथीहरू। मसला राम्रोसँग पाक्नुपर्ने हुन्छ। अब लगभग रेडी हुनै लागेको छ। अब यदि तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। अनि यो भिडियो तपाईँ समक्ष आइपुग्यो भने लाइक सेयर कमेन्ट गर्न पनि नबिर्सनु है साथीहरू। किनकि तपाईँहरूको एक लाइकले मलाई यस्तै भिडियोहरू नयाँ भिडियोहरू बनाउने एउटा प्रेरणा मिल्नेछ है। त्यसैको कारणले तपाईँहरू पनि माया गर्न नछोड्नुहोला। तपाईँहरू नै मेरो लागि भगवान रूपी दर्शकहरू हुनुहुन्छ है, एकदम श्रोताहरू हुनुहुन्छ। तपाईँहरूले कहाँदेखि हेर्दै हुनुहुन्छ के हो। लगभग पाकिसकेको छ चिकन, अब रेडी भइसकेको छ। यसलाई तपाईँले अब भातसित पनि खान सक्नुहुन्छ, रोटीसित पनि खान सक्नुहुन्छ। अब ग्रेभी तपाईँलाई अब यतिको ठिक लाग्छ भने अब यतिकै राख्न सक्नुहुन्छ होइन। योभन्दा अझै बाक्लो खान्छु भन्नुहुन्छ भने अझै अलिकति पकाइसकेपछि यो गाढा हुँदै जान्छ। मैले बाहिरबाट त्यो पानी एड गरेको छैन। यो टमाटरमा मैले प्युरी बनाएको थिएँ, त्यही हो है। लगभग अब चिकन पाकिसकेको छ, देख्न सक्नुहुन्छ तपाईँहरू राम्रोसँग पाकिसकेको छ। त्यसै गरेर बनाएर तपाईँहरूले खान सक्नुहुन्छ घरमै पनि, होटल स्टाइल है, रेस्टुरेन्ट स्टाइल, ढाबा स्टाइल। तपाईँहरूले अब जे जस्तो स्टाइलले बनाउनुहुन्छ तपाईँहरू त्यसै गरेर बनाएर खानु होला। अब यसमा म एड गर्न गइरहेको छु हरियो धनिया है। हरियो धनिया एड गर्न गइरहेको छु। यसलाई पनि हरियो धनिया एड गरिसकेपछि राम्रोसँग यो धनियालाई नि 1-2 मिनट जति पाक्न दिनु पर्ने हुन्छ। त्यसैले अब लगभग देख्न सक्नुहुन्छ यो एकदम मजाको भयो। तपाईँहरूले नि यसै गरी बनाएर घरमै पनि खान सक्नुहुन्छ र अरू कोही पाहुना पाछाहरू पनि आउँदाखेरि तपाईँहरूले यसै गरी बनाएर पनि दिन सक्नुपर्ने हुन्छ। र भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँहरूलाई पनि धेरै धन्यवाद है। यसै गरेर बनाउनु होला। तपाईँहरू नै मेरो भगवान रूपी दर्शकहरू हुनुहुन्छ है। एकदम टेस्टी भएको छ है साथीहरू। तपाईँहरूले एकदम टेस्टी हुन्छ है, एकदम सुपर छ है साथीहरू। तपाईँहरूले यस्तै बनाएर खान सक्नुहुन्छ। आजको चिकन ग्रेभी मैले चाहिँ भातसित खाएको, तपाईँहरूले रोटीसित पनि खान सक्नुहुन्छ। एकदम टेस्टी भएको छ।